आन्दोलन भनेको पवित्र थियो। किन पवित्र थियो भने जेएनजीले उठाएको मुद्दा मैले 3 वर्ष अगाडिदेखि उठाएर म 8 महिना जेल बसिसकेको थिएँ। जेएनजीको मुद्दा भनेको भ्रष्टाचार, सुशासन र सोसियल मिडियामाथिको प्रतिबन्ध फुक्वा। सोसियल मिडियामाथिको प्रतिबन्ध त फुक्वा भयो। भ्रष्टाचारीलाई मैले केपी ओलीको कम्बोडियाको फाइल ल्याएर खोलेको दिन भोलिपल्ट मलाई पक्रेर लगेर छोडेको हो नि। सबैभन्दा आगोको ज्वाला जस्तो भएर भ्रष्टाचारको विरुद्धमा उभिएको त दुर्गा प्रसाई हो नि। किन उभियो भन्दाखेरि यस्ता बच्चाहरूले आज औषधि उपचार ओखती खान नपाएर मर्नु परेको छ। यो बच्चाहरूले है, यो बच्चाहरूले। त्यसले गर्दाखेरि मैले जेएनजीको विषयमा जब जेएनजीको आन्दोलन 10 बजीदेखि सुरु भयो, 1:30 बजी आन्दोलन एकदमै राम्रो थियो। जब 1:30 बजी पछाडि ल्याएर पानी बाँडियो, त्यो पानीमा केमिकल मिसाएको थियो। तपाईँहरूलाई के बुझ्नु होला भने त्यो पानीमा केमिकल मिसाएपछि, त्यो केमिकल खाइसकेपछि, त्यो केमिकलको पानी खाइसकेपछि मान्छेले लुगा खोलेर फ्याँक्न थाले, बन्दुक खोसेर पड्काउन थाले। हामी त जनयुद्ध लडेर आएको मान्छे, यसरी बन्दुक पड्काउन सकिँदैन थियो क्या। डर लाग्थ्यो गोली मिस पाएर हुन्छ कि भनेर। तर मतलबै थिएन। त्यो सिंहदरबारको गेटमा गोली चलाएको, जहीँ तहीँ बन्दुक बोकेर हिँडेको देख्दाखेरि मान्छेहरू अचेत अवस्थामा मान्छेलाई कुदाइदिए। त्यसको भोलिपल्ट तपाईँको 24 गतेको घटना झन् डर लाग्दो भयो। सबै मान्छे जोगिन मात्रै थियो। मलाई त्यो नआउनु भनेर भनेको थियो, म त आइनँ। मलाई किन नआउनु भनेको थियो भने बालनजीले नै भनेको थियो। र मैले यहाँ स्ट्याटस लेख्दाखेरि मैले दिनको 12 बजे स्ट्याटस लेखेँ र मैले मेरो टिमलाई के भने अब बालनको स्ट्याटस आउँछ है नआउनु भनेर भनेको। ठ्याक्कै 2 बजी बालनको स्ट्याटस आयो। के भनेर आयो तपाईँलाई थाहा छ? जेएनजी आन्दोलनमा हामी पनि जान मिल्दैन, 28 वर्ष मुनिको बच्चाहरूले गरेको आन्दोलन हो र कोही पनि पार्टीका कोही पनि पागलहरू अभियन्ताहरू नआउनु भनेर लेख्ने चाहिँ मान्छे बालेन शाह। त्यो भएपछि यो आन्दोलन नितान्त बच्चाको हो भने हामी किन जाने? म गइनँ, हामी पनि गएनौँ। तर यसको उद्देश्य के थियो तपाईँलाई थाहा छ? हामीहरू गएको थियौँ भने नि हामीलाई आन्दोलनको अलिकति थोरै भए पनि हामीले बुझेका थियौँ। तर आन्दोलन हाइजेक गर्नु थियो। र 24 गते पछाडि के भयो भन्दाखेरि आन्दोलन त हाइजेक भयो। त्यस पछाडि फरमान भयो बन्द कोठाबाट आर्मी चिफलाई भेट्नु भनेर। अनि त्यस पछाडि मलाई पनि आर्मी चिफले तपाईँहरूलाई जेएनजीको अभियन्ताहरूलाई बोलाउनुभन्दा पहिला मलाई बोलाएको। राति 11 बजी राति मलाई फोन आएको थियो आर्मी चिफको, दुर्गाजी तपाईँ आइदिनु पर्यो भनेर। म राति आउँदिनँ, भोलि बिहान आउँछु भनेर म 8:30 बजी मलाई आर्मी चिफले गाडी लिन पठाएको थियो। 2टा गाडीले मलाई स्कटिङ गरेर लिएर जानुभयो। लिएर जाँदाखेरि